वडामा काम थिएर आएको आज त यहाँनिर सुपाडेको बजारमा एक दिने वृहत कृषि मेला प्रदर्शनी भइरहेको रहेछ। यहाँनिर चाहिँ गाउँघरको अर्ग्यानिक सब्जीहरू के छ त्यो सबै लिएर आउनु भएको रहेछ। भित्र चाहिँ यहाँनिर चाहिँ बाहिर यस्तो टाङ्नु भएको रहेछ। अब हामी पनि यहाँ भित्र के लिएर आउनुहुन्छ सक्नुहुँदैन लागि म देखाउँछु के छ। यो संस्थाको नाम चाहिँ हुरुन्डेक अरे भने जस्तो लागेको थियो। मानव अधिकार र वातावरण विकास केन्द्र हुरुन्डेक उदयपुर ओल्ड स्नेवर्स संस्थाले चाहिँ मलाई सायद मलाई यस्तो बारेमा त थाहा छैन। सुपाडेको चोक आज चाहिँ यहाँनिर बजार लागेपछि भित्र बजार रहेछ। अहिले म हजुरलाई देखाउँछु बजार यहाँबाट त के पनि देखिँदैन भित्रै छिप्छ। खोर्सानीको त बोटबाटै ल्याएको छु त है हाम्रो भाइले पनि ए ल छोड्देऊ न हेर्नेलाई हेर्नु त यहाँ मान्छेले खोर्सानीको बोटै लिएर आइसकेको रहेछ। अब यो के हेरेर जान्छ के लिएको जाम न उताबाट हेर्दै हेर्दै हिल पानी परेको जस्तो हिल खोइ केटाकेटीहरू स्कुलमा चाहिँ कहाँ छ खोइ स्कुलको खोइ यो चाहिँ कुन हो जीवन ज्योति मखमली किसँग घुम्ने गरे ऊ गले नि स्कुल यही स्कुलको मादल सादल पनि छ त फर्सी काँक्रो यहाँ चाहिँ सबैले लेखेको के चलेको थियो फर्सी नाच्ने हो तिमीहरू नाच्नेलाई ड्रेस लगाएर आएको हो अर्ग्यानिक अरे के हो मै हो कि क्या हो पछाडि छ उता पछाडिबाट देखिन्छ दुईवटा खुट्टा जोडेर पुछाएर जोडेर झरेको रहेछ होइन भित्रैबाट तपाईँहरूकोमा थियो भाउजू लो ए विष्णु यस्तो छोडेर अचम्म भन्छ क्या उता केटाकेटीहरूले अनि हेरेको फेरि दिँदैन यहाँ पछाडिबाट झुन्डेर आएको रहेछ छक्क पार्नु खुट्टै भनौँ न अब आजसम्म कसैले देखेको त यस्तो ल्या यस्तो पनि हुन्छ चारो त खानु परिहाल्यो नखाए त अहिलेसम्म पाक्छ यत्रो भइरहेको अनि झुन्डिँदा जति आफू ठुलो हुँदा गयो पनि बढ्दै जान्छ नि त नि कति झुन्ड्याउनुलाई गाह्रो हुन्छ नि हिँड्दाखेरि कति गरौँ भएर झुन्डिन्छ निस्किँदै यस्तो डाँडाबारी सँगसँगै कृषिको मेला पनि हेऱ्यो। एउटा कुखुराको लोकल कुखुरा प्योर लोकल कुखुराको 4वटा खुट्टा हो नि हेरेर छ्या त्यसलाई कति बिजो गर्छ है दुख्छ होला हिँड्दा लाराक हाल्ने ओडाको चाहिँ काम भएन। अब हामी जान्छौँ नगरको अस्पताल
त्यहाँ पनि काम बन्छ कि भने नाचोस् त अघि चाहिँ त्यत्रो बेर बसेर नाचेन अब जाने सिधै म्याजिक आउँछ म्याजिकमा चढेर सिधै रामपुर यहाँभित्र छ सुपाडेको एक दिने कृषक मेला नचाउँदैछ अहिले बुलेर लैजाँदैन होला हामीलाई नलैजाओस् नजानु नि हामी म्याजिकमा जाने अब फाइनल गाइस म चाहिँ रामपुर नगर हस्पिटल गएर रिफर गरेर नै घर आइसकेको छु हस्पिटल अब भोलि जान बस्ने हुन्छ रिफर लिएर आइसकेको छु साथीहरू रिफरको पेपर लिएर आएँ अब भोलि हस्पिटल जान्छु साथीहरू हेर्दै गर्नु होला अब भोलि हस्पिटल गएर के हुन्छ के भन्नुहुन्छ के औषधि दिनुहुन्छ म हजुरहरूलाई देखाउने नै छु हेर्दै गर्नु होला है त साथीहरू ओके बाई अब नेक्स्ट भिडियोमा